यो सुकुम्बासीको कुरामा तपाईँ धेरै किन बोल्नु परेन भने आउँदैछु तपाईँको कुरामा आउँदैछु। सबैभन्दा बढी सुकुम्बासीको कुरामा दुर्गा प्रसाद बोल्यो, ज्ञानेन्द्रजीहरू पनि बोल्नु भएको छैन, उहाँहरू त चुनावमा लाग्नुभयो। म चुनावमा नजानुहोस् है भनेर होटल ह्याभरेजमा मैले नि 60 दल चुनावमा नजाने दल र मैले के भनेको छु भने यो सबै प्रपञ्च बालेन ल्याउने हो। बालेन आएको 15 दिनदेखि 20 दिनमा हेर्नुहोस्, त्यो मेरो खोजेर हेर्नुलाई मैले कालो भेस्ट लगाएको छ, रातो ज्याकेट लगाएर मैले बोलेको छु। सबैभन्दा बढी बिजोक सुकुम्बासी र गरिब र फुटपाथमा बस्ने व्यापारीको हुन्छ र यहाँका व्यापारीहरूको हुन्छ। यो कुरा बुझ्नुहोस्, यो चान्चुने मिसनले आएको सरकार होइन, किनभने त्यत्तिकै सिंहदरबारमा आगो लागेको छैन, त्यत्तिकै सर्वोच्च अदालतमा आगो लागेको छैन भन्ने मान्छे म। र मैले आजभन्दा 4 दिन अगाडि एयरपोर्टमा आउने बित्तिकै मैले के भनेको छु, बालनजी तपाईँको आर्मी नेपाली सेना धोबी खोलाको किनारमा होइन सुकुम्बासीको टोलमा लिपुलेकमा पुग्नुपर्छ भनेर बोल्ने मान्छे चाहिँ म बोल्ने मान्छे। तर तपाईँले जति बोले पनि रेडियो जति खोले पनि भइदियो त के, सुकुम्बासीको बस्तीमा डोजर त गयो, सुकुम्बासीको चिल्लीबिल्ली त भयो, उनीहरूलाई होल्डिङ सेन्टरमा लिएर गएर राखेको छ। त्यति मात्रै होइन, म त मलाई अर्को कुरा भन्छु, 26 जना सुत्केरीहरू थिए अरे, मैले 2 जनाले त आत्महत्या गरे होइन, 2 जनाले आत्महत्या गरे, त्यो कुरो पनि उठाइयो। 26 जना यो सुत्केरी थिए अरे, नवजात शिशु, तिनीहरूलाई चाहिँ सामान 10-10 हजारको सामान, अब धेरै त होइन, 10-10 हजारको ल्याक्टो सेक्टो यो त्यो पुर्याउँ भनेर गएको, एक ठाउँमा 4 जना पत्ता लाग्यो। भोलिपल्ट जाँदा मान्छे पुर्याउने जाँदा मान्छे छैन, त्यहाँबाट सारिसक्यो। त्यहाँ मान्छे बिरालोले बच्चा सार्यो, बिचराले बच्चा सारे जस्तो उनीहरूले सारिसके त्यहाँ मान्छेहरू। र के गरेछ भन्दा मैले एउटा कुरा भनिहाल्छु तपाईँलाई, फाँसीवाद भनेको खरीको बोटमा झुन्ड्या होइन, हिजो राणाहरूले त्यसलाई फाँसीवाद बनियो, गोली हानेर मारियो त्यसलाई फाँसीवाद बन्थ्यो। तर आज यस्तो फाँसीवाद आयो सोसियल मिडिया र एल्गोरिदम कब्जा गरेर, उहाँहरूले यस्तो बनाएको छ। अहिले सायद तपाईँ र मैले गफ गर्दा गर्दै यो कुरो बाहिर गयो भने तपाईलाई पनि आमा चकारी गाली, मलाई पनि आमा चकारी गाली, ज्ञानेन्द्रजीलाई पनि आमा चकारी गाली छ। त्यसमा के चिन्ता भयो र 10,000 आकै छ। र यो सोसियल मिडिया कब्जा गरेर, जुन एल्गोरिदम कब्जा गरेर जुन फाँसीवाद चलाएको छ यो सरकारले, यो कहिलेसम्म जाने भन्ने कुरा हो। र मैले त भने सरकार आफ्नो काम गरिरहला भने, सरकार आफ्नो काम गरिरहला क्या हो, त्यति बेला चाहिने हो अभियन्ता। सजिलो भयो भने अभियन्ता चाहिँदैन, हामी त बोलिरहेको तपाईँलाई ताली बजाउनलाई अभियन्ता चाहिने हो र होइन? किन म बोलेको छैन? म त एयरपोर्टबाट आउने बित्तिकै गरेँ, त्यस पछाडि भोलिपल्ट भयो मैले एउटा स्टाटस हालेको 10 मिनटमा मलाई बालनजीको सचिवालयबाट फोन आयो यसरी नपेल्नुहोस् भनेर। त्यस पछाडि उहाँले 10 मिनटमा फेरि सुकुम्बासीको हामी व्यवस्था गर्दैछौँ, कसैको भकामा नलाग्नुहोस् भनेर स्टाटस हाल्नु भएको छ भनेपछि हामीले गरेको कुराले पनि उहाँलाई प्रेसर त परेको होला। एकछिन तपाईँलाई रोक्छु, ज्ञानेन्द्रजी कहाँ जान्छु।